हेलो एभ्रिवान, गुड मर्निङ। तपाईहरुलाई स्वागत छ मेरो अर्को एउटा भिडियोमा। सो गाइस, आज चाहिँ लङ भिडियो धेरै दिनको बादमा अपलोड गर्दैछु। हेर्नु होला र के कस्तो लाग्छ कमेन्ट गर्न नबिर्सिनु होला। र साथीहरु, आज चाहिँ म बनाउन जाँदैछु बिरयानी, जो कि मेरो स्टाइलमा धेरै त जान्दिन, राम्ररी जान्दिन, तर अब चाहिँ म यहाँ जाँदैछु चामल धुनलाई। तेल गरम भइसकेछ। म चाहिँ एड गर्न जाँदैछु खडा मसलाहरू। अब यहाँ एड गर्छु प्याज र चप गरेको खुर्सानी एड गरिसके। प्याज पनि अलिक धेरै हाल्ने छु। मलाई चाहिँ जे चिजमा पनि प्याज धेरै हालेको साह्रै मनपर्छ है। हजुरहरूलाई के कस्तो लाग्छ कमेन्ट गर्न बिर्सिनु होला। र यसलाई चाहिँ म अब हल्का चलाइदिनु पर्यो। पर्फेक्ट बिरयानी चाहिँ बनिँदैन है साथीहरु। यो चाहिँ मेरो स्टाइलको बिरयानी। हल्का प्याज र खुर्सानी चाहिँ ब्राउन भइसक्यो र म एड गर्न जाँदैछु टमाटर। अब एकछिन छोडिदिनेछु र म यहाँ एड गर्न जाँदैछु मसला। र म एड गर्न जाँदैछु हल्दी, अलिकति चिल्ली पाउडर। अब म यसलाई सबैलाई मिक्स गर्नेछु, मजाले पकाउनेछु। मसला पाकिसकेको बादमा चाहिँ म एड गर्छु मासु। अब चाहिँ म मसला पाकिसकेको छ र म एड गर्न जाँदैछु चिकन हेर्नलाई। र चाहिँ यहाँ मोबाइल चलाउने छु। तो साथीहरु, यहाँ चाहिँ हेर्नु होला है, मासु चिकन मजाले पाकी त सकेको छैन, पर हल्का भइसकेको छ। हेर्नु होला है, एकदम देख्नमा कस्तो लाग्दैछ, टेस्टी यम्मी है। अब चाहिँ म यहाँ एड गर्न जाँदैछु चामल। हेर्दै यहाँ हेर्नु साथीहरु, म चाहिँ यहाँ गर्दैछु चामल एड। बस भेजेसहरु चाहिँ मैले केही हालिन। भेजिटेबलमा चाहिँ सिम्पल छ, नर्मल छ, घरमा खानलाई बनाउँदैछु। र मैले बनाएको तरिका हजुरहरूलाई के कस्तो लाग्छ कमेन्ट गर्न नबिर्सिनु होला। अब चाहिँ मलाई मजाले चलाउने छु। साथीहरु, यसमा चाहिँ मैले निमक हालिवरी अब मजाले चलाइसकेँ हो। अब चाहिँ म यसलाई पानी हालेर चाहिँ सिटी हाल्नलाई राखिदिनेछु। यहाँ हेर्नु होला है, मैले एकदम मजाले चलाएर मसलाहरू मिक्स गरिसकेर अब चाहिँ भइसकेको छ। पानी हाल्नेछु यसमा।
साथीहरु अब चाहिँ म यसमा पानी एड गर्दैछु। अब चाहिँ मैले पानी एड गरिसके। अब चाहिँ मलाई सिटी हान्नलाई राखिदिने छु। यहाँ चाहिँ साथीहरु मेरो बिरयानी चाहिँ रेडी भइसकेको छ। यहाँ भन्दा कस्तो लाग्यो? कस्तो भयो भन्नु त? टेस्टी? गाइस अब चाहिँ हामी पनि अरूले त खाए, अब म पनि खाने है त खाना। कस्तो गर्मी हो।